हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक अगेन माई युट्युब च्यानल बोर्ड सल्युसन। आज हामीले क्लास 10 कै एसिईमा सोध्ने एउटा इम्पोर्टेन्ट च्याप्टरहरूमध्ये हामी मेटल च्याप्टरको बारेमा पढ्छौँ। मैले अगाडिको भिडियोहरूमा सबै रिटिनबाट लेखी बुझाउँदै आएको छु। त्यो लेख्दा यसले टाइम कन्ज्युमिङ भएकोले, किनभने एउटै भिडियोलाई हामी 1 घन्टा बनाउँछु 1.5 घन्टा बनाउँछ भने तपाईँलाई पनि हेर्न अप्ठ्यारो लाग्छ, अल्छी लाग्छ। सो मैले के गरेको छु भने त्यो जति कन्टेन्टहरू बनाएको छु म ठ्याक्कै त्यसलाई पिडिएफ त्यो के भन्छ पिपिटी बनाएको छु। प्रेजेन्टेसन थ्रु स्लाइड थ्रु हामी बुझ्दै जाने, सब थोक लेखेको छ। मैले ठ्याक्कै बुझाउँदै जान्छु के इम्पोर्टेन्ट छ, कस्तो कस्तो क्वेसन सोध्छ र कुन क्वेसनहरू सोध्न लायक छ, त्यो क्वेसनहरूले मैले बनाएको छु। त्यसपछि के पढ्नुपर्छ हामी मेटलमा, त्यो सब कुरा बनाएको छु। त्यो हामीले पिपिटी थ्रु स्लाइड थ्रु हेर्ने। सो विदाउट वेस्टिङ अ टाइम लेट स्टार्ट आवर टुडे टपिक मेटल। आज हामीले मेटल पढ्ने, त्यसको लागि म पहिला स्लाइड खोल्छु। स्लाइड रहेको छ हाम्रो यहाँ। हामी पढ्ने च्याप्टर भनेको के हो, मेटल्स हो, एसी स्टुडेन्टको लागि। ल मैले ठ्याक्कै अब अर्कोमा गएँ। मेटल पढ्नुभन्दा पहिले, मेटल जब पढ्छ हामी कुनै पनि हामीले च्याप्टर अगाडि पढ्नुभन्दा पहिला के बुझ्नुपर्छ, त्यसको डिफिनेसन बुझ्नुपर्छ। सो डिफिनेसन यहाँ लेखेको छ, मेटलको बारेमा के लेखेको छ भने डिफिनेसन के हो यसको यहाँ हाइलाइट गर्दैन। अ मेटल इज अ सब्सटेन्स typically a shiny solid that is a good conductor of heat and electricity and can be shaped from। मेटल भनेको एउटा सब्सटेन्स हो जुन चाहिँ सोलिड फर्ममा हुन्छ, साइनी सोलिड हुन्छ, चम्किने खाले हुन्छ र कस्तो हुन्छ यो गुड कन्डक्टर अफ हिट एन्ड इलेक्ट्रिसिटी हुन्छ र जस्तो चाहे जस्तो आकारमा हामीले के गर्छौँ हामीले बनाउन सक्छौँ। जस्तै हामीले फलामै हुन्छ भने फलामले हामी के गर्छौँ हिट दिएर त्यसलाई के भन्छ जस्तो सुकै आकारमा चाहिँ हामीले बनाउन सकेछौँ। त्यसले कुराले भनेको छ मेटल एउटा सब्सटेन्स हो। टिपिकली यो साधारणतया कस्तो प्रकारको हुन्छ, साइनी मेटल हुन्छ, साइनी सोलिड हुन्छ, सोलिड फर्ममा हुन्छ र चाहिँ गुड कन्डक्टर अफ हिट एन्ड इलेक्ट्रिसिटी हुन्छ र जस्तो सुकै चाहे जस्तो सुकै सेप वा साइजमा हामीले यसलाई कन्भर्जन गर्न सकिन्छौँ। इक्जाम्पलको लागि लिने हो भने हामी कस्तो मेटलमा के हुन्छ, आइरन आउँछ, गोल्ड आउँछ, सिल्भर आउँछ, कपर आउँछ, तामा, चाँदी, सुन, फलाम, यो हो मेटल च्याप्टर हो। मेटलमा हामी पढ्नुभन्दा पहिला मेटलको हामीले के गर्ने डिफिनेसन बुझ्यौँ। मेटल इज अ सब्सटेन्स टिपिकली फाउन्ड इन अ साइनी सोलिडमा हुन्छ, गुड कन्डक्टर अफ हिट एन्ड इलेक्ट्रिसिटी हो। यसले सजिलै के गर्न सक्छ, सजिलै राम्ररी वा धेरै राम्ररी तरिकाले हिट र इलेक्ट्रिसिटीलाई पास गर्न सक्छ। जस्तै हुन्छ नि मेटल भनेको त्यो हो। जस्तै यहाँ हामीले हिट दियो भने लेट्स सपोज इट इज ए मेटल, यो मेटल हो भने, यदि मेटल हो भने जब हामी यहाँ हिट दिन्छौँ, हिटकोमा कुनै सोर्सलाई लाउँछौँ, यहाँबाट पास हुँदा ट्रान्सफर्म हुँदाखेरि हिट यहाँसम्म आउनु पुग्यो तब मात्रै मेटल हुन्छ भन्ने कुरा यसले बताउँछ। इलेक्ट्रिसिटीमा पनि त्यस्तै, यसले कन्डक्ट गर्न सक्नु पऱ्यो, सञ्चालन गर्न सक्नु पऱ्यो। त्यस्तो लागि के भन्छ मेटल बनिन्छ। इक्जाम्पलको लागि हामीले के लियो, आइरन, गोल्ड, सिल्भर एन्ड कपर, यति कुरा हो हामी मेटलमा बुझ्यौँ। ठिक छ। त्यसपछि म ठ्याक्कै अर्कोमा जान्छु। अर्कोमा के छ, इन्ट्रोडक्सन अफ मिनरल्स। जब हामी मेटल्स कहाँबाट लिन्छौँ, मिनरल्सबाट वा ओर्सबाट। मेटल एक्सट्र्याक्ट गर्नको लागि हामी या त मिनरल्सबाट एक्सट्र्याक्ट गर्छौँ वा ओरबाट। सो हामीले मिनरल्स पढ्ने पहिला। मिनरल्स के हो, मिनरल्स आर दोज केमिकल्स अर्ग्यानिक एलिमेन्ट और कम्पाउन्ड विच कन्टेन्स मेटल्स मोर और लेस इन एमाउन्ट। केमिकल मिनरल्स के हो, एउटा केमिकल हो, चाहे त्यो अर्ग्यानिक हो वा कम्पाउन्ड हो, इनअर्ग्यानिक होस् वा कम्पाउन्ड होस्, जुन चाहिँ जसमा मेटल चाहिँ थोरै होस् वा बढी होस्। मिनरल्स भनेको एउटा केमिकल हो, या त त्यो इनअर्ग्यानिक हुनसक्छ वा कम्पाउन्ड हुनसक्छ, जसमा मेटल थोरै वा बढी हुनसक्छ, त्यसलाई के भनिन्छ, मिनरल्स भनिन्छ। त्यो एउटा डेफिनेसन। यदि सिम्पली बुझ्नु पर्दा हामीले मिनरल्स के हो सिम्पली बुझ्नु पर्दा के भने यो चाहिँ नेचुरली हुन्छ, नेचुरली अकर सब्सटेन्स हो, प्राकृतिकबाट नै दिएको हुन्छ। प्राकृतिक हुन्छ नि, प्राकृतिकले पहिलादेखि नै दिएको छ, यो भनेको त्यही हो। नेचुरली अकरिङ सब्सटेन्स प्राकृतिकले दिएको सब्सटेन्स हो, जसमा इन विच द मेटल इज प्रेजेन्ट इन द फ्री और कम्बाइन्ड स्टेट इन द इज कल्ड मिनरल्स। प्राकृतिकले दिएको सब्सटेन्स हो जुन चाहिँ फ्री स्टेटमा वा कम्बाइन्ड स्टेटमा अर्थमा रहेको हुन्छ भने त्यसलाई के भनिन्छ, मिनरल्स भनिन्छ। यो कुराले बतायो। इन नेचर मेटल्स आर अल्सो प्रेजेन्ट इन द फर्म अफ मिनरल। जति पनि मेटल्स हुन्छ त्यो मिनरल्सको फर्ममा प्रेजेन्ट हुन्छ भन्ने कुराले बताउँछ। मिनरल्स कन्टेन्स अ लो पर्सेन्टेज अफ मेटल। मिनरल्समा धेरै कम मात्रामा मेटल्स हुन्छ,
भन्ने कुरा यसले बताउँछ। मेटल्स क्यानट बी एक्सट्र्याक्टेड फ्रम इजिली मिनरलबाट हामीले इजिली एक्सट्र्याक्ट गर्न सक्दैनौँ मेटललाई। हामीले मेटल कहाँबाट पाउने हो? मिनरल्सबाट। मिनरल्स भनेको के हो? मिनरल्स भनेको त्यो हो जुन चाहिँ प्राकृतिकले नै दिएको छ सब्सटेन्स हो, जहाँबाट हामी एक्सट्र्याक्ट गरेर मेटल निकाल्छौँ। कस्तो एमाउन्टमा निकाल्न सक्छौँ? धेरै लो एमाउन्टमा धेरै गाह्रो तरिकाले हामीले मिनरल्सबाट मेटल निकाल्न सक्छौँ भन्ने कुराले बताउँछ। ठिक छ, यो चाहिँ नेचुरली अकरिङ सब्सटेन्स हो, पहिलादेखि रहेको सब्सटेन्स हो। यति कुरा भयो मिनरल्सको। मेटल्स पढ्यौँ, मिनरल्स पढ्यौँ। मेटल्सहरू कहाँबाट आउँछ? मिनरल्सबाट आउँछ। मिनरल्सबाट आउँछ, यो निकाल्न चाहिँ धेरै गाह्रो हुन्छ एक्सट्र्याक्ट गर्न, धेरै लो पर्सेन्टेज अफमा मेटल पाउँछ मिनरल्सबाट। यति कुरा बुझ्यौँ। त्यसपछि मिनरल्स सकायौँ हामीले। मिनरल्स सकाएपछि कहाँ जाने हामी? ओरमा। मिनरल्स र ओर धेरै उस्तै शब्द रहेछ हेर। ओर भनेको के हो यसको इन्ट्रोडक्सन बुझ्ने पहिला। ओर्स आर दोज मिनरल्स from which the metal can be extracted conveniently and economically। यसले के भनिरहेछ भने ओर भनेको एउटा मेटल हो, मिनरल्स हो। ओर भनेको के एउटा मिनरल्स हो जहाँबाट हामीले मेटल सजिलै र सस्तो र भरपर्दो तरिकाले हामीले के गर्न सक्छौँ? एक्सट्र्याक्ट गर्न सक्छौँ। ओर्स भनेको के हो? एउटा मिनरल्स हो जहाँबाट मेटल हामी इकोनोमिकली कन्भिनियन्टली सजिलो तरिकाले र सस्तो तरिकाले भरपर्दो तरिकाले हामीले के गर्न सक्छौँ? मिनरल ओरबाट हामीले मेटल एक्सट्र्याक्ट गर्न सक्छौँ। त्यसलाई भनिन्छ कि ओर भनिन्छ। ओर कन्टेन्स लार्ज पर्सेन्टेज अफ मेटल। ओर कन्टेन्स अ लार्ज पर्सेन्टेज अफ मेटल। मिनरल्स र ओरमा यदि डिफ्रेन्स सोध्छ भने मिनरल्समा के हुन्छ? लेस पर्सेन्टेज अफ के मेटल एक्सट्र्याक्ट गर्न सकिन्छ। यसमा के हुन्छ? लार्ज पर्सेन्ट अफ मेटल्स हामी एक्सट्र्याक्ट गर्न सक्छौँ। फेरि मिनरल्समा के हुन्छ? मिनरल्समा सजिलै चाहिँ हामीले इकोनोमिकली एन्ड कन्भिनियन्टली हामीले चाहिँ त्यहाँबाट मेटल्सहरू एक्सट्र्याक्ट गर्न सक्दैनौँ, तर ओर्सबाट गर्न सक्छौँ। ठिक छ, सो त्यो भयो डिफ्रेन्स। ल यहाँ फेरि के छ? ओर्स कन्टेन्स लार्ज पर्सेन्ट अफ मेटल। धेरै एमाउन्ट अफ द लार्ज पर्सेन्टेज अफ मेटल हामीले निकाल्न सक्छौँ केबाट? ओर्सबाट। ओर्स क्यान बी युज फर द एक्सट्र्याक्सन अफ द मेटल अन अ लार्ज स्केल रेडियली एन्ड इकोनोमिकली। यसले नै भनेको कुरा यही हो। धेरै एमाउन्ट अफमा मेटलमा निकाल्नु पऱ्यो भने हामीले कहाँबाट निकाल्छौँ? ओरबाट निकाल्छौँ। ओर्सबाट निकाल्छौँ। हामीले मेटल निकाल्नु पऱ्यो भने धेरै लार्ज क्वान्टिटीमा धेरै बढी निकाल्नु पऱ्यो भने केबाट निकाल्छौँ? ओर्सबाट निकाल्छौँ। त्यसपछि एउटा के हुन्छ? मिनरल्स र ओर्स पढ्दाखेरि हामीले एउटा नोटमा दिएको हुन्छ वा एउटा बुझ्नुपर्ने कुरा के हो भने जुन मैले यहाँ नोटमा लेखेको छु, अल द ओर्स आर द मिनरल्स, अल द ओर आर मिनरल्स बट अल द मिनरल्स आर नट ओर। यसले के भनेको छ भने सबै ओर्सहरू मिनरल हुन सक्छ, त सबै मिनरल्सहरू ओर्स हुन सक्दैन। के भनेको छ भने सबै ओर्सहरू मिनरल्स हुन सक्छ र तर सबै मिनरल्सहरू ओर्स हुन सक्दैन। किनभने सबै मिनरल्सबाट हामीले मेटल एक्सट्र्याक्ट गर्न सक्दैनौँ, तर सबै ओर्सबाट हामीले मेटल एक्सट्र्याक्ट गर्न सक्छौँ। त्यसले इक्जाम्पलको रूपमा हेर्ने फर इक्जाम्पलमा के दिएको छ? कपर पाइराइट इज एन ओर अफ द कपर। कपर पाइराइट के हो? ओर अफ कपर हो। कपर एक्सट्र्याक्ट गरिन्छ कपर पाइराइट भन्ने ओरबाट। बट मे बी द मिनरल्स फर द आइरन। तर यो आइरनको लागि मिनरल्स पनि हुनसक्छ। तर आइरनको लागि मिनरल्स पनि हुनसक्छ। के हुनसक्छ? कपर पाइराइट हो। कपर पाइराइट एउटा ओर हो कपरको लागि। त्यो कपर पाइराइट ओर हो कपरको लागि, तर मिनरल्स हो के को लागि? आइरनको लागि। त्यसैले के भनेको छ भने अल द ओर्स आर मिनरल्स बट अल द मिनरल्स आर नट ओर्स। यति कुरा हामीले बुझ्यौँ। ओर्स थियो, ओर्सको बारेमा बुझ्यौँ। के बुझ्यौँ? ओर्स एउटा के हो? मिनरल्स हो जुनबाट हामीले सजिलै इजिली इकोनोमिकली कन्भेन्टली हामीले चाहिँ मेटल एक्सट्र्याक्ट गर्न सक्छौँ। लार्ज एमाउन्टमा मेटल एक्सट्र्याक्ट गर्न सक्छौँ। त्यसपछि अरू के बुझ्यौँ हामीले? अल द ओर्स आर मिनरल्स बट अल द मिनरल्स आर नट ओर्स। इक्जाम्पलको लागि हामी कपर पाइराइट लियौँ। कपर पाइराइट के हो? ओर अफ कपर हो। यसलाई तर कपर पाइराइटलाई हामी के को रूपमा युज गर्न पनि सक्छौँ? मिनरल्सको रूपमा एज अ फलाम मिन्स आइरनको रूपमा पनि युज गर्न सक्छौँ, आइरनको मिनरल्सको रूपमा। सो हामीले ओर्स पनि पढ्यौँ। ल ओर्स पढ्यौँ। त्यसपछि म अर्कोमा जान्छु। मेटलमा मैले अघि नै पढाउँदाखेरि के भनेको थिएँ? मेटल के हो? एउटा सोलिड साइनी सब्सटेन्स हो।
जसले गुड कन्डक्टर अफ हिट एन्ड इलेक्ट्रिसिटी हो र जस्तो सुकै आकारमा पनि हामीले त्यसलाई बनाउन सकिन्छौँ। सो त्यहाँ इक्जाम त्यसको ठ्याक्कैमा तल इक्जाम्पल पनि दिएको छ, गोल्ड, सिल्भर, एल्युमिनियम, कपर, सिल्भर, त्यो सब के हो? मेटल हो। त्यो टाइप्सहरूमध्ये हामीले 10 क्लासमा पढ्नु पर्दा हामीले के कुरामा पढ्छौँ? एल्युमिनियम पढ्छौँ, सिल्भर पढ्छौँ, कपर पढ्छौँ र आइरन पढ्छौँ। सो हामीले फर्स्टमा के हेर्ने? आइरन। आइरनमा बुझ्नुपर्ने पहिला कुरा के हो? जुन चाहिँ बेसिक कुरा हो। बेसिक कुरा हामी 10 क्लासमा पढ्दाखेरि जुन पिरियोडिक टेबल पढ्छौँ हामीले, क्लासिफिकेसन अफ एलिमेन्ट, त्यति बेला नै हामीले यो सबै कुरा थाहा पाइहाल्नु पर्ने। तर मैले चाहिँ यदि थाहा पाउनु भएको छैन भने म यहाँ मेटलमा यो कुरा बुझाइदिन्छु। आइरन के हो? आइरन हो, म एकछिन म यहाँ पेन्सिल युज गर्छु, मार्कर युज गर्छु। आइरन भन्ने यो हो, एउटा मेटल हो। आइरन के हो? एउटा मेटल हो। अब आइरनको पोजिसन हेर्ने, आइरनको बारेमा के कुराहरू जान्न जरुरी छ हामीले यो टपिकमा, त्यो कुरा बुझ्ने। आइरनको सिम्बल त सबभन्दा पहिला कुरा यो मलाई थाहा हुनुपर्छ। के हो? Fe। सिम्बल के हो? Fe। सिम्बल Fe भयो। एटोमिक नम्बर, पिरियोडिक टेबलमा कति नम्बरमा पर्छ त यो आइरन भन्ने सोच्छ भने 26 नम्बरमा। 26 भनेको के हो? एटोमिक नम्बर। पिरियोडिक टेबलमा आइरन 26 नम्बरमा पर्छ। एटोमिक मास, यो एटोमिक नम्बर भएको आइरनको एटोमिक मास कति छ भन्ने कुरा सोच्छ भने 55.85 एटोमिक मास युनिट। एटोमिक मास युनिटको युनिट के हो? AMU, एटोमिक मास युनिट, जुन एटोमिक मासको यो हो 55.85। डेन्सिटी कति हो? 7.86 ग्राम पर CM3। आइरनको डेन्सिटी 7.86 ग्राम पर CM3। ठिक छ। त्यसपछि बोइलिङ पोइन्ट अफ आइरन 2750 डिग्री सेन्टिग्रेड। मेल्टिङ पोइन्ट 1513 डिग्री सेन्टिग्रेड। त्यसपछि जो माइनस होइन, डबल हो, यो डबल दिएको छ, डबल ड्यास इक्वल टु आइरन लाइज इन द पिरियड 4 पिरियडमा पर्छ, ग्रुप 8 मा पर्छ र ब्लक डी मा पर्छ। हामीलाई क्वेसनमा सोध्न पनि सक्छ, जस्तै MCQ मा सोध्न सक्छ आइरन कुन पिरियडमा पर्छ, कुन ब्लकमा पर्छ र कुन ग्रुपमा पर्छ भन्ने कुरा त्यसमा अप्सनमा पनि दिएको छ। आफूले लेख्नु पर्दा पनि लेख्नुपर्छ पिरियड 4, ग्रुप 8, ब्लक डी। त्यसपछि मेल्टिङ पोइन्ट एक मार्कमा क्वेसनमा सोध्नको लागि सबभन्दा सोध्ने भनेको यहीँबाट सोध्छ। तिमीहरूको सिम्बल के हो? आइरनको सोध्छ, एटोमिक नम्बर सोधिन्छ, एटोमिक मास सोधिन्छ, डेन्सिटी सोधिन्छ, मेल्टिङ पोइन्ट अफ आइरन सोधिन्छ, बोइलिङ पोइन्ट अफ आइरन सोधिन्छ, पिरियड सोधिन्छ, ग्रुप सोधिन्छ, ब्लक सोधिन्छ। सो मैले के गरेको छु? सब थोकलाई यहीँ लेखिदिएको छु। आइरनको बारेमा अरू केही थाहा नभए पनि यति कुरा थाहा हुनुपर्छ। हामीले 10 क्लासमा हुँदा क्लासिफिकेसन अफ एलिमेन्ट सकाइसकेपछि हामीले यति कुरा थाहा हुनुपर्छ। र हामीले अहिले मेटल पढिरहेको छ, तैपनि म आइरनको बारेमा डिस्क्राइब गर्दाखेरि, आइरन अकुरेन्स र त्यसको ओर्सहरूको बारेमा डिस्क्राइब गर्दाखेरि मैले आइरनको लागि बेसिक कुराहरू लेखिदिएँ। यहाँ यति कुरा थियो। बेसिक सिम्बल थियो, एटोमिक मास थियो, एटोमिक नम्बर थियो, डेन्सिटी थियो, बोइलिङ पोइन्ट थियो, मेल्टिङ पोइन्ट थियो। त्यसपछि पिरियोडिक टेबलमा कहाँ लागि गर्छ, ग्रुप, पिरियड अनि क्लास पनि के भन्छ ब्लक पनि लेखिदिउँ। त्यसपछि अर्कोमा जाम हामी आइरनको अकुरेन्स हेर्ने। अब आइरन चाहिँ वाइडली डिस्ट्रिब्युटेड इन द अर्थ क्रस्ट। आइरन सबभन्दा बढी कहाँ पाउँछ? अर्थको क्रस्टमा पाउँछ। इट इज इजिली एट्र्याक्टेड बाई मोइस्चर एन्ड एयर। इट इज इजिली एट्र्याक्टेड बाई द मोइस्चर एन्ड एयर। यसले के भन्छ भने आइरनमा धेरै सजिलो मोइस्चर र एयरले अट्याक गर्न सक्छ। र मोइस्चर र एयरले अट्याक गरेपछि के हुन्छ? त्यहाँ रस्टिङ लाग्छ। जस्तै हुन्छ नि, हामीले फलामलाई ल्याएर, आइरनलाई ल्याएर बाहिरै छोडिदिउँ, केही दिन पछि त्यहाँ आफै रस्टहरू लाग्न थाल्छ ब्राउन कलरको। त्यसलाई भनिन्छ रस्टिङ। रस्टिङ भनेको के हो? त्यसलाई भन्छ रस्ट भनिन्छ। मोइस्चर र एयर त्यहाँ गएर टाँसिन्छ, एट्याक हुन्छ, एट्याक गरिसकेपछि त्यहाँ रस्ट लाग्छ। त्यही कुरा भनेको चाहिँ इट इज इजिली एट्र्याक्टेड बाई द मोइस्चर एन्ड एयर। त्यसपछि इट इज मोस्टली फाउन्ड इन द कम्बाइन्ड स्टेट। यो जहाँ पनि पाउँछ, जहाँ पनि होइन, जुन ठाउँमा पाउँछ त्यहाँ मोस्टली केमा पाउँछ? बढीभन्दा बढी केमा पाउँछ? कम्बाइन्ड स्टेटमा पाउँछ। यो पनि बुझिराख्ने। आइरन फाउन्ड इन द मोस्टली इन कम्बाइन्ड स्टेटमा पाउँछ। त्यसपछि हामी यो पढ्ने भनेको के हो? आइरनको ओर्स र युजेज। र आइरन्सको ओर्सहरू यहाँ छ। हेमाटाइट। आइरनको ओर्सहरूमा फर्स्टमा हेमाटाइट,
म्याग्नेटाइट, आइरन पाइराइट, यो 3टा ओर हो आइरनको। आइरन कहाँबाट निकालिन्छ किनभने आइरनको ओरको बारेमा त हामी पहिला नै पढ्यौँ, ओरको बारेमा पढ्यौँ। ओर भनेको के हो, जहाँबाट हामीले मेटल्स इजिली एक्सट्र्याक्ट गर्न सकिन्छ इकोनोमिकली एन्ड कन्भिनियन्टली, त्यसलाई के भनिन्छ, ओर भनिन्छ। र यो आइरन कहाँबाट निकालिन्छ त भन्ने सोध्छ भने यसको ओरहरू लेख्नुहोस् त। ओरहरूको नाम के हो, हेमाटाइट, म्याग्नेटाइट र आइरन पाइराइट। र सबभन्दा बढी आइरन केबाट निकालिन्छ भन्ने सोध्छ भने एक्सट्र्याक्टेड फ्रम द हेमाटाइट ओर, हेमाटाइट ओरबाट आइरन निकालिन्छ। आइरन इज मोस्टली एक्सट्र्याक्टेड फ्रम द हेमाटाइट ओर, आइरन इज मोस्टली एक्सट्र्याक्टेड फ्रम द हेमाटाइट ओर। आइरन रिमेन इन द ब्लड एज ए हेमोग्लोबिन, आइरन कहाँ पनि हुन्छ, ब्लडमा हुन्छ, के को रूपमा, एज अ हेमोग्लोबिनको रूपमा। आइरन ब्लडमा हुन्छ, के को रूपमा, एज अ हेमोग्लोबिनको रूपमा। आइरन केबाट एक्सट्र्याक्ट गरिन्छ, मोस्टली हेमाटाइटबाट। आइरनको ओर्सहरू भन्नुपर्दा के भन्ने, हेमाटाइट, म्याग्नेटाइट र आइरन पाइराइट, 3वटा छ। आइरन मोस्टली कम्बाइन्ड स्टेटमा पाउँछ, इजिली एयर र मोइस्चरले अट्याक गर्न सक्छ, जसको कारणले गर्दा रस्ट लाग्छ। यो वाइडली डिस्ट्रिब्युटेड इन अर्थ क्रस्ट, यो सबभन्दा बढी अर्थ क्रस्टमा पाउँछ भन्ने त्यो कुरा हामीले आइरनको बारेमा बुझ्यौँ। यति बुझिसकेपछि आइरनको अब फेरि अरू बुझ्ने आइरनमा यसको युजेज, आइरनको युजेजहरू कहाँ कहाँ हुन्छ, यो सब कुरा हामीले थाहा छ। हामीले आइरनको युज धेरै ठाउँमा गरिन्छ, जसमा म केही मात्र लेखेको छु। हुन त धेरै ठाउँमा युज गरिन्छ, तर मैले केही मात्र लेखेको छु। भेहिकल्समा युज गरिन्छ, कार, ट्रक्स, ट्रेन्स, बसहरूमा, कारहरूमा। आइरनको युज कहाँ गरिन्छ, कार, ट्रक, बस, ट्रेन, इटिसीमा भेहिकल्स, जति पनि सवारी साधनहरू छ त्यसमा आइरन युज पक्कै भएको होला र हुन्छ पनि। एप्लिकेन्स मतलब होम एप्लिकेन्स, जस्तै घरमा कुनै कामका लागि युज गरिने, जस्तै रेफ्रिजरेटर, वासिङ मसिन, स्टोभ्स, यस्तोमा पनि के गरेको हुन्छ, आइरनको युज गरेको हुन्छ। युटेन्सिल्स लाइक द स्पुन, नाइफ, चम्चा र चाकुहरूमा पनि नाइफको युज गरेको के भन्छ, आइरनको युज गरेको हुन्छ। आइरनको युज मेडिकल सेक्टरमा पनि युज गरेको हुन्छ, के को रूपमा, सर्जरी स्टेनलेस स्टिलको रूपहरूमा। सर्जरी गर्ने स्टेनलेस स्टिलहरू हुन्छ नि, त्यो सबमा पनि आइरनको युज गरेको हुन्छ। इम्प्लान्टेबल डिभाइस जुन चाहिँ हुन्छ नि, इम्प्लान्टहरू गर्ने कि त्यो सबैमा पनि, मेडिकल क्षेत्रमा यो सबैमा आइरन युज गरेको हुन्छ। आइरन कहाँ कहाँ युज गरेको हुन्छ, भेहिकल्समा, कार, ट्रक्सहरू, बसहरू, ट्रेनहरू बनाउन। युटेन्सिल्समा लाइक स्पुन्स, नाइफहरूमा, मेडिकलमा, सर्जिकल स्टेनलेस स्टिल्सहरू बनाउन, इम्प्लान्टेबल इक्विपमेन्टहरू बनाउन। त्यसपछि एप्लिकेन्समा होम एप्लिकेन्स लाइक रेफ्रिजरेटर, वासिङ मसिन, स्टोभ्सहरूमा बनाउन हामी के को युज गरिन्छ, आइरनको युज गरिन्छ। यति बुझिसकेपछि हामी आइरन सकायौँ। यति बुझिसकेपछि हामी आइरनलाई इन गऱ्यौँ। आइरन सकाएपछि हामी के पढ्ने, अर्को कप्परको बारेमा पनि अघि आइरन जस्तो बुझे जस्तै हामीले त्यसको चाहिँ बेसिक कुराहरू थाहा हुनु पर्यो, जुन चाहिँ पिरियोडिक टेबलमा वा क्लासिफिकेसन अफ फिल्डमा पनि पढिसकेका छौँ। सो हामीले सरर पढ्ने अनि हेर्ने। कप्परको सिम्बल के हो, Cu हो। एटोमिक मास 29, एटोमिक नम्बर 29 हो, 29 नम्बरमा पर्छ। एटोमिक मास भइहाल्यो 63.57, स्पेसिफिक ग्राभिटी पनि भइसक्यो 8.85, बोइलिङ पोइन्ट पनि 2350 डिग्री सेन्टिग्रेड, मेल्टिङ पोइन्ट पनि 1083 डिग्री सेन्टिग्रेड, ग्रुप 11मा पर्छ। कप्परको बारेमा यति कुरा बुझ्ने जुन चाहिँ 1 मार्क्समा सोध्न सक्छ, 1 मार्कमा सोध्न सक्छ कप्परमा। सो मैले यो कुरा सबलाई थाहा भएको कुरा हो, त्यही पनि लेखेको छु। बुझिराख्ने छैन भने, थाहा छैन भने लेखिहाल्ने, स्क्रिनसट हालिहाल्ने। त्यसपछि ग्रुप एकदमै पर्छ। र कप्पर एक्जिस्ट इन नेचर, नेटिभ एज वेल एज कम्बाइन्ड स्टेट। यो चाहिँ सिङ्गो पनि पाउँछ नेटिभ स्टेटमा पनि, र कम्बाइन्ड स्टेट अरू मेटलसँग कम्बाइन्ड भएर पनि पाउँछ। त्यो कुरा यहाँ बताउँछ। कपर एक्जिस्ट इन द नेचर, इन द नेटिभ एज वेल एज द कम्बाइन्ड स्टेट। कम्बाइन्ड स्टेटमा पाउँछ र नेटिभ स्टेटमा पनि पाउँछ। यति त्यो हाम्रो कपरको बेसिक कुराहरू। बेसिक कुरा बुझिसकेपछि हामीले अब फेरि अर्को पढ्ने। ल, ओर्स अफ कपर, कपरको ओर, कपर कहाँबाट एक्सट्र्याक्ट गर्न सकिन्छ, तिनीहरूको ओर्सहरू के हो, चाल्कोपाइराइट, एकछिन म यहाँबाट पेन्सिल युज गर्छु, चाल्कोपाइराइट, चार्कोसाइट, क्युपराइट, मालासाइट, चाल्कोपाइराइट, चाल्कोसाइट, क्युपराइट, मालासाइट। यति के हो, यो हो
ओर्स अफ कपर 1 मार्कमा वा 2 मार्क्समा सोध्छ भने राइट द 2 ओर्स अफ द कपर, 2टा ओर लेख्नु छ कपरको लेख्न भनिदियो भने यसबाट कुनै 2टा लेखिदिने। यदि सिम्पली सोध्दा भने राइट द ओर अफ कपर भने एउटा कुनै लेख्ने, माला साइड लेख्ने वा चालको पाइराइट लेख्ने, जुनसुकै लेख्दा पनि पुग्छ। सबको मोलिकुलर फर्मुला पनि दिएको छ यहाँ। अब यसको युज कहाँ हुन्छ कपरको युज कहाँ हुन्छ? इट इज युज इन द म्यानुफ्याक्चर अफ द इलेक्ट्रिकल वायर केबल। इलेक्ट्रिकल वायर वा केबल्सहरू बनाउँदाखेरि हामी कपरको युज गरिन्छ। कपरले नेपालीमा के भन्छ? तामा भनिन्छ। तामा के कुरो कहाँ कहाँ युज हुन्छ? अफकोर्स तारमा युज हुन्छ, ट्रान्सफर्मरहरूमा युज हुन्छ। युज एज अ इलेक्ट्रिकल वायर्स एन्ड केबल इटिसी। हाउस होल्ड युटेन्सिल, तामाको भाँडाहरू हुन्छ नि, हाउस होल्ड युटेन्सिल त्यही भनेको छ, घरमा काम गर्ने जुन हुन्छ नि भाँडाकुँडाहरू लाग्ने त्यो हो। कोइन, अर्नामेन्ट एन्ड ज्वेलरी बनाउन, गरगहनाहरू बनाउन, त्यसपछि सिक्काहरू बनाउन, धेरै टाइपको एलोयहरू बनाउन पनि हामीले कपरको युज गरिन्छ। यति चाहिँ कपरको बारेमा। कपरको हामी अकरेन्स हेऱ्यौँ, कहाँ कहाँ कस्तो अवस्थामा पाइन्छ। त्यसपछि पिरियोडिक टेबलमा कस्तो, कुन पोजिसन, कुन एटोमिक नम्बर, कति एटोमिक मास, मेल्टिङ पोइन्ट, बोइलिङ पोइन्ट, डेन्सिटी, सब कुरा हेऱ्यौँ। त्यसपछि हामी यसको ओर्सहरूको बारेमा डिल गऱ्यौँ, युज कहाँ हुन्छ त्यो कुरा नि पढ्यौँ। यति थियो हाम्रो कपरको बारेमा। यदि बुझिसकेपछि कपर पनि हाम्रो सक्यो। त्यसपछि हामी अर्को एल्युमिनियम। अहिलेसम्म हामी 2टा मेटल मात्रै पढ्यौँ, आइरन एन्ड कपर। थर्ड के हो? एल्युमिनियम। एल्युमिनियमको फेरि हामीले पिरियोडिक टेबलमा पढ्ने बेसिक कुराहरू यो। एल्युमिनियमको सिम्बल एल, एटोमिक नम्बर 13 सबलाई थाहा छ। एटोमिक मास 26.98, यो पनि पिरियोडिक टेबल पढाउने बेलामै पढाएको हुन्छ। त्यसपछि ग्रुप 13 पिरियड 3 यति कुरा भयो हामीले पिरियोडिक टेबलबाट लिएको। अब यसको बारेमा जान्नु पर्यो के हो? डेन्सिटी कति हुन्छ? एल्युमिनियमको 2710 किलोग्राम पर मिटर क्युब हुन्छ। त्यसपछि एल्युमिनियम कस्तो हुन्छ? एल्युमिनियम भनेको के? एल्युमिनियम इज सिल्भरी वाइट लाइट वेट मेटल, इट इज सफ्ट एन्ड मेलेबल। यसको मतलब के हो? एल्युमिनियम प्राय यो सिल्भरी वाइट कलरको हुन्छ, चाँदी जस्तै हुन्छ। यो चाहिँ धेरै हल्को हुन्छ र चाहिँ सफ्ट पनि हुन्छ। र यसलाई जस्तो चाह्यो त्यसरी हामीले बेन्ड गर्न सक्छौँ, मेलेबल हुन्छ, जस्तो सुकै बनाउन सक्छौँ आकारमा। त्यो कुरा यसले बताउँछ। एल्युमिनियम इज अ सिल्भरी वाइट लाइट वेट मेटल एन्ड सफ्ट एन्ड मेलेबल। यति कुरा हो एल्युमिनियमको बेसिक कुराहरू। एल्युमिनियम के हो, यसको चाहिँ सिम्बल के हो, एटोमिक वेट के हो, एटोमिक नम्बर के हो, डेन्सिटी के हो, ग्रुप के हो, पिरियड के हो, यति कुरा हामीले एल्युमिनियमको बारेमा बुझ्यौँ। यति कुरा बुझिसकेपछि ठ्याक्कै हामी एल्युमिनियमको ओर्समा जाने। ओर अफ एल्युमिनियम। एल्युमिनियम कहाँबाट निकालिन्छ, एक्सट्र्याक्ट गरिन्छ, त्यो हो फर्स्टमा के हो? यसको सबभन्दा इम्पोर्टेन्ट र मेजर के हो? ओर बक्साइट एउटा ओर हो एल्युमिनियमको, र यहीँबाट सबभन्दा बढी एल्युमिनियम निकालिन्छ। र गिब्साइट र बक्साइट 2टा हो जसबाट एल्युमिनियम निकालिन्छ। हुन त धेरै हुन्छ तर मैले 2टै मात्र लेखेको छु। तर मेजरली कुनमा युज बढी एल्युमिनियम निकालिन्छ त बक्साइटबाट। बक्साइट इज द मेजर ओर अफ द एल्युमिनियम चाहिँ सबभन्दा बढी बक्साइटबाट निकालिन्छ। त्यसपछि युज एल्युमिनियमको युज कहाँ गरिन्छ? त्यो धेरै ठाउँमा युज हुन्छ एल्युमिनियम युज इन द ह्युज अफ भराइटी अफ प्रोडक्ट इन्क्लुडिङ क्यान्स, फोइल्स, किचन युटेन्सिल्स, विन्डो फ्रेम एन्ड एरोप्लेन पार्ट्स। यो धेरै हल्को भएको कारणले गर्दा एरोप्लेनमा युज हुन्छ। एरोप्लेनमा फ्लाम लगायो भने फ्लाम त्यस्तै भारी हुन्छ, हेभी हुन्छ, र माथि उडाउन जब प्लेन उड्छ भने बढी वेट भइहाल्छ। त्यसको कारणले गर्दा हामीले एल्युमिनियमको युज गर्छौँ। एल्युमिनियमको एरोप्लेनको पार्ट्सहरू बनाउन एल्युमिनियमको युज गर्छौँ, किनभने हल्को हुन्छ। त्यसपछि साइनी पनि हुन्छ, सिल्भरी कलरको पनि हुन्छ। त्यसैले विन्डो फ्रेमहरू, झ्यालेको हामी फ्रेमहरू बनाउँदाखेरि नि एल्युमिनियमको युज गरिन्छ। फोइल्सहरू, क्यान्सहरू जुन चाहिँ हुन्छ नि, त्यो ड्रिङ्क्सहरूमा लाउने, ड्रिङ्क्सहरूमा त क्यान हुन्छ नि, त्यस्तोमा किचन युटेन्सिल्सहरूमा एल्युमिनियमको चाहिँ हामी भाँडाकुँडाहरू पनि बनाउँछौँ। यति त्यो हामी एल्युमिनियमको बारेमा पनि हामीले के पढ्यौँ? पिरियोडिक टेबलमा लाइज कसरी गर्छ, एटोमिक नम्बर, एटोमिक मास, त्यसपछि युजेज पढ्यौँ, त्यसपछि ओर पढ्यौँ उसको बारेमा, र एल्युमिनियम कस्तो हुन्छ त्यो कुरा पढ्यौँ। यति पढिसकेपछि हामी एल्युमिनियमलाई नै सकायौँ। त्यसपछि अर्को चाहिँ सिल्भर भनेको के हो? चाँदी हो। चाँदी त सबले हेरे होला,
र यसको हेरेको त सबलाई होला, तर यो कुरा मेनली हामीले थाहा हुनु पर्यो चाँदीको बारेमा, सिल्भरको बारेमा। चाँदी सबलाई थाहा छ, तर यो कुरा कसैले थाहा छैन। सो हामीले यति कुरा थाहा हुनु पर्यो। सिल्भर, चाँदीलाई इङ्ग्लिसमा भन्छ सिल्भर, सिल्भरको नेम के हो एजी, सिल्भरको सिम्बल एजी, एटोमिक नम्बर 47, एटोमिक नम्बर 47 हो, एटोमिक मास 107.86 am, डेन्सिटी 10.49 ग्राम पर cm3। हामीले डेन्सिटी लेख्दाखेरि केजी वा ग्रामलाई कन्सिडर गर्नुपर्छ। के लेखिरहेको छौँ, किनभने ग्राममा दिन्छ भने केजीमा अर्कै होला, ठिक छ। सो हामीले यहाँ कन्सिडर गर्नुपर्छ, केयरफुल हुनुपर्छ। बोइलिङ पोइन्ट 2162 डिग्री सेन्टिग्रेड, मेल्टिङ पोइन्ट 961.8 डिग्री सेन्टिग्रेड। आइरन लाइज इन पिरियड 5, ग्रुप 11, ब्लक डी। यो हो पिरियोडिक टेबलको। पिरियोडिक टेबलमा कुन छ, यो 6वटा हामीले पिरियोडिक टेबलबाट लेख्यौँ। के लेख्यौँ, पिरियड 5 मा पर्छ, ग्रुप 11 हो, ब्लक डी हो, सिम्बल एजी हो, र एटोमिक मास 107.86 हो, र एटोमिक नम्बर 47 हो। जब हामी क्लासिफिकेसन अफ इलिमेन्ट पढ्छौँ र सबै जुन एउटा पिरियोडिक टेबल जुन चाहिँ मार्केटमा पाउँछ, हामीले पढेको हुन्छ, बुकमा पनि हुन्छ, जहाँ इलिमेन्टको नाम लेखेको हुन्छ नि त्यसैको तल सबथोक लेखेको हुन्छ। लाइक इलिमेन्टमा आयो सिल्भरको नि त्यही सिम्बल लेखेको हुन्छ, एटोमिक मास पनि लेखेको हुन्छ, नम्बर पनि लेखेको हुन्छ, क्लास र ग्रुप र ब्लकहरू त लेखेकै हुन्छ। सो हामीले त्यति कुराहरू चाहिँ केबाट लेख्यौँ, पिरियोडिक टेबलबाट। अरू कुरा हामीले एडिसनल कुरा के बुझ्यौँ यसमा, मेल्टिङ पोइन्ट, बोइलिङ पोइन्ट र डेन्सिटी, यति कुरा हामी बुझ्यौँ सिल्भरको बारेमा। यति बुझिसकेपछि हामीले सिल्भर कस्तो हेर्छ भन्ने कुरा बुझ्छौँ, अकुरेन्स कस्तो हो यसको। अ सफ्ट वाइट लेटरस ट्रान्जिसन मेटल, इट एक्जिबिट द हाइएस्ट इलेक्ट्रिसिटी कन्डक्टिभिटी, थर्मल कन्डक्टिभिटी एन्ड रिफ्लेक्सिटिभिटी अफ एनी मेटल्स। सिल्भर के हो, एउटा सफ्ट मेटल हो जुन चाहिँ व्हाइट कलरको हुन्छ, र यसले चाहिँ धेरै एमाउन्ट अफ द गुड कन्डक्टर अफ द हिट एन्ड इलेक्ट्रिसिटी पनि हो। धेरै एमाउन्ट अफमा यसले हिट एन्ड इलेक्ट्रिसिटी सप्लाई गर्छ, पास गर्छ, र चाहिँ यसले रिफ्लेक्टिभ हुन्छ नि, रिफ्लेक्टिभ मिरर्सहरू बनाउन चाहिँ जुन चाहिँ हाइएस्ट बेस्ट क्वालिटी अफ मिरर बनाउनु हुन्छ भने हामीले त्यहाँबाट सिल्भरको कोटिङ गर्छौँ, के भन्छ प्लाटिङ भन्छौँ, प्लाटिङ गरिन्छ, र त्यहाँबाट रिफ्लेक्टिभ मेटल्स बनाउँछौँ, रिफ्लेक्सिटिभिटी मेटल बनाउँछौँ, थर्मल कन्डक्टिभिटी भन्नु त्यही हो। त्यसपछि ओर्सको बारेमा बुझ्दाखेरि हामी ओर्सको दुईवटा अर्जेन्टाइट के हो, यो अर्जेन्टाइट एन्ड पाइरागाइट एन्ड अर्जेन्टाइट, यो दुईवटा ओर हो जुन चाहिँ यसको मोलिकुलर फर्मुला दिएको हुन्छ। युज कहाँ हुन्छ त, ज्वेलरी बनाउन, गहनाहरू बनाउन, मिरर बनाउन। यहाँ छ रिफ्लेक्सिभिटी अफ द मेटल, त्यही हो मिरर बनाउनको लागि। इट इज द बेस्ट रिफ्लेक्टर अफ द भिजिबल लाइट, भिजिबल लाइटहरू हेर्नको लागि, रिफ्लेक्ट गराउनको लागि मिरर बनाइन्छ केबाट, सिल्भरबाट। सिल्भरले पछाडिको पार्टलाई प्लाटिङ गरिन्छ। त्यसपछि यसलाई डेन्टल एलोय हुन्छ, चाँदीको दाँतहरू बनाइन्छ, त्यो दाँतको सम्बन्धी केही एलोयहरू बनाउनु पऱ्यो भने सिल्भरको युज गरिन्छ। कोइनहरू बनाइन्छ, मेडलहरू बनाइन्छ। यति कुरा थियो हाम्रो चाँदीको बारेमा। यति बुझ्यो भने चाँदी पनि सकायौँ। यति चाँदी सकाइसकेपछि हामी अब जाने गोल्डमा। गोल्डको पनि ठ्याक्कै सेम हो, हामीले पिरियोडिक टेबलबाट यति कुरा बुझ्ने, अरू केही नआए पनि यति कुरा बुझिराखेन, सिम्बल बुझ्ने, एटोमिक नम्बर, एटोमिक मास, ग्रुप, पिरियड, ब्लक। यो दुईटै कुरा नआए पनि हामीले यो 6वटा कुरा जान्नै पर्छ। सिम्बल भनेको यही हो, एटोमिक नम्बर भनेको 79 हो, एटोमिक मास भनेको 196.97 am हो, बोइलिङ पोइन्ट भनेको कति हो 2836 डिग्री सेन्टिग्रेड हो, मेल्टिङ पोइन्ट भनेको 1064 डिग्री सेन्टिग्रेड हो। पिरियड 6 मा पर्छ, ग्रुप 11 मा पर्छ, र ब्लक डी मा पर्छ। यति कुरा भयो हाम्रो बेसिक कुरा गोल्डको बारेमा। त्यसपछि गोल्डमा फेरि हामी अर्कोमा जान्छौँ। गोल्ड इज अ सफ्ट वेलो मेटल, सफ्ट हुन्छ र वेलो कलरको हुन्छ। यो भयो गोल्ड इज अ हाइली मेलेबल डक्टाइल। गोल्डलाई हामीले मेल्ट गरेर वाललाई चाहिँ जस्तोसुकै आकारमा पिटेर होस् वा हिट दिएर जस्तोसुकै आकारमा चाहिँ हामीले त्यसलाई चेन्ज गर्न सक्छौँ। जस्तै हामीले हेर्छौँ गोल्डको बिस्किटहरू कस्तोमा हुन्छ, जस्तै
यस्तोमा हुन्छ वा सोलिडमा हुन्छ, यस्तो फर्ममा हुन्छ, तर हामीले त्यसको ज्वेलरीहरू बनाउँदा कोइनहरू बनाउँदा कस्तो डिजाइन भएको नि बनाउँछौँ नि हामी हो। त्यो भनेको यही हो, मेलेबल एन्ड डक्टाइल हुन्छ, जसको कारणले गर्दा हामीले त्यसलाई हामीले गोल्डबाट ज्वेलरीहरू बनाउन सक्छौँ, सजिलै बनाउन सक्छौँ। जस्तो टाइपको डिजाइनको चाहिँ बनाउँदा चाहिँ हामीले बनाउन सक्छौँ। त्यसको फिचर्स त्यो मेलेबल एन्ड डक्टाइल हुन्छ। गोल्ड इज एबल टु कन्डक्ट बोथ इलेक्ट्रिसिटी एन्ड हिट। यसले पनि धेरै राम्ररी हिट र इलेक्ट्रिसिटीलाई कन्डक्ट गर्न सक्छ। र यसको ओर्सको बारेमा बुझ्नु पर्दा क्यालिभाराइट, साइलेभानाइट दुईवटा ओर हो। यो ओरको बारेमा बुझिराख्ने, लेखिहाल्ने। त्यसपछि युजेस कहाँ हुन्छ, डेन्टल वर्कमा हुन्छ, दाँतहरूमा हुन्छ नि, दाँतको जहाँ प्रब्लम हुन्छ त्यहाँ बनाउन। कतिजना मान्छेले त दाँतैको सुनै दाँतको हाल्छ, सो त्यो डेन्टल वर्कमा हुन्छ। प्ल्याटिङमा हुन्छ, चाँदीको हुन्छ, प्ल्याटिङ गरिन्छ माथिबाट। हुन चाहिँ त्यो कपरकै हुन्छ वा फलामकै हुन्छ, तर माथिबाट सुनको प्ल्याटिङ गरिन्छ नि हो। त्यो ज्वेलरी भनेको तपाईँलाई थाहा छ, कोइन भनेको थाहै छ। यति कुरा हामीले गोल्डको युज गरिन्छ, ठिक छ। त्यसपछि ल यति बुझिसकेपछि अहिलेसम्म हामीले के पढ्यौँ, मेटल्स च्याप्टर पढिरहेको छौँ, मेटल्स पढ्यौँ, मेटल्सको इक्जाम्पल पढ्यौँ। त्यसपछि हामीले के भन्यो, मिनरल्स एन्ड ओर्स पढ्यौँ, दुइटैको डिफ्रेन्स पनि बुझ्यौँ। मिनरल्स र ओर्स पढिसकेपछि हामी मेटल्समा गयौँ। मेटल्समा हामी के पढ्यौँ, आइरन पढ्यौँ, कपर पढ्यौँ, एल्युमिनियम पढ्यौँ, त्यसपछि सिल्भर पढ्यौँ र गोल्ड पढ्यौँ। यति त्यो मेटल्सको त्यो सबको पढ्दाखेरि हामीले त्यसको अकरेन्स बुझ्यौँ, फिजिकल स्टेट यदि बुझ्यौँ, युज पनि कहाँ युज हुन्छ त्यो कुरा नि बुझ्यौँ, ओर्सको बारेमा नि बुझ्यौँ। यति कुरा बुझिसकेपछि हामीले मेटल च्याप्टर सकायौँ। अब त्यो च्याप्टर सकाइसकेपछि अब हामीले कस्तो कस्तो एमसिक्यूमा सोध्छ वा कस्तो कस्तो चाहिँ क्वेसनहरू 1 मार्क्समा वा 2 मार्क्समा सोध्न सक्छ, त्यो क्वेसनहरूलाई तपाईँलाई म बताउन गइरहेको छु। सो त्यो क्वेसनहरूको बारेमा नि बुझिराख्ने। ठ्याक्कै म क्वेसन बनाएको छु, त्यो क्वेसन बनाइसकेको छु, यही जुन म पढाएको छु यही रिलेटेड छ। अरू पास्ट क्वेसनहरू नि छ, कस्तो क्वेसनहरू सोध्न सक्छ, इम्पोर्टेन्ट क्वेसनहरू, त्यो क्वेसनहरूको नि त्यहाँ राखिएको छ। सो क्वेसन हेर्ने, क्वेसनले के भनेको छ, भेबिआई क्वेसन हो, विच मेटल इज युज टु प्रड्युस स्टिल। कुन मेटलले स्टिल प्रड्युस गर्न सकिन्छ, आइरनले गरिदिन सकिन्छ, अफकोर्स गर्न सकिन्छ। यो थियो एलोय। वाट इज एन एलोय, दुईवटा मेटल मिलेर बनेको हुन्छ नि एलोय हो, त्यो हो। मैले सबैले बताउनु चाहिँ बताउँदिनँ, थाहा त मलाई सब थोक छ, तर तपाईँहरूको लागि म छोडिदिएँ सब कुरा। मैले मात्र क्वेसन पढ्छु, क्वेसन बुझाउँछु, लेख्ने जिम्मा तपाईँको। यस्तै क्वेसनहरू आउँछ, यही आउँछ भन्ने जरुरी छैन, तर यस्तै क्वेसनहरू आउँछ, हुनसक्छ यही आउन पनि सक्छ। सो वी आर वेस्टिङ टाइम, लेट यो कुरा बुझ्ने पहिला यहाँ। वाट इज एन एलोय, एलोयको डेफिनेसन लेख्ने। त्यसपछि मेल्टिङ एन्ड बोइलिङ पोइन्ट अफ सिल्भर, मेल्टिङ एन्ड बोइलिङ पोइन्ट अफ सिल्भर जुन चाहिँ मैले लेखाएकै थिएँ अगाडिको स्लाइडमा। विच मेटल इज एक्सट्र्याक्टेड फ्रम द बक्साइट, बक्साइट के को ओर थियो याद गर्ने, बक्साइट के को ओर थियो। मैले ओर्सहरू त पढाएँ, अब बक्साइट के को ओर थियो त्यो कुरा भनिरहेको छ, त्यो लेख्नु छ। राइट द नेम अफ द 2 ओर्स अफ द कपर, कपरको मैले 4वटा ओर्स लेखाएको छु, त्यो माथि 2टा कुनै लेखिदिने। गिभ 2 फिजिकल प्रोपर्टिज अफ आइरन, आइरन कस्तो हुन्छ, प्रोपर्टिज लेख्नुहुन्छ, कस्तो अवस्थामा पाइन्छ, कस्तो हुन्छ त्यो कुरा लेख्नु छ। वाट इज मिनरल्स, वाट इज ओर्स, तपाईँ यस्तै नै भनिसक्ने हाल्नुहुन्छ। वाट इज मिनरल्स, वाट इज ओर्स, जुन चाहिँ फर्स्टमा मैले पढाएको छु। वाट इज द पोजिसन अफ एल्युमिनियम इन द पिरियोडिक टेबल, पिरियोडिक टेबलमा एल्युमिनियमको पोजिसन के छ, ग्रुप पिरियड र क्लास ग्रुप पिरियड र ब्लक, कुन ब्लकमा पर्छ त्यो कुरा लेख्नु छ। यति छ। त्यसपछि हामी अरू पनि क्वेसनहरू हेरिहाल्ने। वाट इज द एटोमिक नम्बर एन्ड एटोमिक वेट अफ द एल्युमिनियम, एटोमिक वेट र एटोमिक नम्बर कति हो एल्युमिनियमको त्यो लेख्नु छ। वाट इज द पर्सेन्टेज अफ आइरन इन हेमाटाइटबाट, कति पर्सेन्ट अफ आइरन हामी निकाल्न सकिन्छौँ हेमाटाइटबाट। हामीले एउटा कुरा के पढ्यौँ, हेमाटाइटबाट सबभन्दा बढी हामी आइरन निकाल्छौँ, एक्सट्र्याक्ट गर्छौँ। निकाल्न त सबभन्दा बढी निकाल्छौँ, तर कति पर्सेन्ट निकाल्छौँ भन्ने क्वेसनले सोधेको छ। क्वेसनले वाट इज जर्मन सिल्भर, सिल्भरको बारेमा मात्रै पढ्यौँ, जर्मन सिल्भर नै सोध्छ 1 मार्कमा, जर्मन सिल्भर नै सोध्छ। सो जर्मन सिल्भरको पनि बुकमा दिएको छ, हेर्ने छैन भने गुगल बाबासँग सम्पर्क गर्ने, लेख्ने। त्यसपछि गिभ द ल्याटिन नेम अफ द कपर, कपरको ल्याटिन नेम के हो, कपर कुन नेमबाट आएको छ त्यो लेख्नु छ। वाट इज द सिल्भर एमालगम, सिल्भर एमालगम पनि पोइन्ट रिमेम्बरमा जुन चाहिँ पोइन्टहरू हुन्छ नि त्यसमा दिएको होला, वा सिल्भर पढ्दाखेरि त्यसमा दिएको होला। यदि दिएको छैन भने यो पनि सर छान्ने, लेख्ने। सो यति थियो हाम्रो क्वेसन
यो सब क्वेसन हो, यस्तै क्वेसनहरू आउँछ, यस्तैबाट सोध्छ पनि। यति थियो हाम्रो मेटलको बारेमा। सो द्याट मच फर टुडे। हामीले मेटलको बारेमा सब थोक पढ्यौँ, VVI क्वेसन्सहरू पढ्यौँ, मेटलको सब कुरा डिस्क्रिप्सनहरू डिस्क्राइब गरिएको सब थोक मेटल्सको बारेमा पढ्यौँ। आइरन, एल्युमिनियम, कपर, सिल्भर, गोल्ड सब थोक पढ्यौँ। मिनरल्स, ओर्सको बारेमा पनि पढ्यौँ, मेटल्सको बारेमा पनि पढ्यौँ। सो द्याट मच फर टुडे। नेक्स्ट भिडियोमा मैले चाहिँ फेरि साइन्सकै अझ अर्को च्याप्टर लिएर आउनेछु। हस्त, धन्यवाद।